किन उठायो भने कस्तो फोटो प्लिज फोटो प्लिज फोटो प्लिज हजुर यहाँ छेक्यो के सर छेक्यो हजुर फोटो प्लिज फोटो प्लिज फोटो प्लिज अब एकछिन रोल यस निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्नुपर्दछ र अराजनीतिक अराजक क्रियाकलाप हिंसात्मक गतिविधि र हिंसात्मक प्रवृत्तिहरूलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण योगदान गर्नुपर्दछ र यसले लोकतान्त्रिक बाटोबाट संविधानलाई फेरि ट्र्याकमा ल्याएर देशलाई स्थिरता स्थायित्वका साथ सुशासन र विकासको बाटोमा अगाडि बढाउनु पर्छ। यो निर्वाचन In all places, especially Northwest, I have heard that in Okaldunga there was one response class. Otherwise, throughout the country, there is peaceful election is going on. Voters are casting their votes peacefully without any hindrances. Until now, it's good, and I believe that it will be continued up to the end of the election. And election will be ended with peaceful.